समृद्ध ज्वालामुखी बनाउन ज्वालामुखी गाउँपालिका सरकारले 3 वर्षको नित्यता कार्यक्रम र बजेट विनियोजन गरिसकेको अवस्था र हामीले समुन्नत ज्वालामुखी समृद्धि ज्वालामुखी बनाउनको निम्ति आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट तर्जुमाको चरणमा रहेका छौँ। हामीले ज्वालामुखी गाउँपालिकाको दूरदराजमा रहनुभएको आम नागरिकको मन छुने गरी र स्थानीय सरकार प्रत्येक नागरिकको घरमा पुगेको छ भन्ने अनुभूति दिने गरी स्थानीय सरकारले आम नागरिकको आवाजलाई बुलन्द गरी समृद्ध ज्वालामुखी बनाउनु पर्नेछ। त्यो समृद्ध ज्वालामुखी बनाउनका निम्ति हाम्रा नीति योजना कार्यक्रमहरू आम नागरिकको आवश्यकता अनुसार बनाउन सकेनौँ भने हामीले समृद्ध ज्वालामुखी बनाउन सक्दैनौँ। समृद्ध ज्वालामुखी बनाउन हामीले अपेक्षाकृत नागरिकको अपेक्षाकृत कार्यक्रमहरूलाई सम्बोधन गर्ने गरी विशेष गरेर समाजमा पिछडिएका अल्पसंख्यक जो समाजमा अरू वर्गसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्, अपाङ्गता भएका व्यक्तिहरू छन् जो समाजमा प्रतिस्पर्धी गर्न सकेका छैनन्, दूरदराजमा रहेका नागरिक कोही जनजातिका कारणले, कोही दलितका कारणले, कोही अपाङ्ग भएका कारणले, कोही आर्थिक अवस्था कमजोर भएका कारणले समाजमा प्रतिस्पर्धी हुन सकेका छैनन्। आम नागरिकलाई ज्वालामुखी गाउँपालिका समृद्ध बनाउनको निम्ति सहभागी बनाउनको निम्ति सबै क्षेत्र वर्ग समूहलाई सम्बोधन गर्ने गरी समृद्ध ज्वालामुखी बनाउनु पर्नेछ। यदि हामीले चाह्यौँ भने, निर्वाचित जनप्रतिनिधि चाह्यौँ भने सबै नागरिकलाई सम्बोधन गर्ने गरी ती दूरदराजमा रहेका नागरिकको मागलाई सम्बोधन गर्ने गरी हामी कहाँ भएका भौतिक पूर्वाधारलाई अझ समुन्नत बनाउने, ज्वालामुखी गाउँपालिकाको कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई सम्बोधन गर्ने गरी हामीसँग भएको सीमित र स्रोत र साधनलाई जनआकांक्षा अनुसार, जनसहभागिता अनुसार, आवश्यकता अनुसार पुँजीलाई वितरण गर्नुपर्नेछ। हाम्रा नागरिकहरूले हामीसँग ठुलो अपेक्षा राख्नु भएको छ। हामीसँग आन्तरिक स्रोतको कमी, राज्य स्रोतबाट आउने वित्तीय समानीकरण, राजस्व बाँडफाँड समग्रका योजनाहरू पनि धेरै कम छन्। तर यी योजनाहरूलाई हामीले नागरिक कहाँ सम्बोधन गर्नुपर्ने, आवश्यकताको आधारमा वितरण गर्नुपर्ने आजको बाध्यकारी अवस्था छ। सकेसम्म नागरिकलाई अनुभूति हुने गरी यो 5 वर्षीय कार्यकालमा निर्वाचित भएका जनप्रतिनिधिका तर्फबाट प्रत्येक नागरिकलाई राजनीतिक आस्थाका कारणबाट, गरिबीका कारणबाट, छुवाछुत हुने कारणबाट अथवा अपाङ्ग भएका कारणबाट कुनै पनि नागरिकलाई राज्यको तर्फबाट अवहेलना भएको छ भन्ने गुनासो नआउने गरी सबै वर्ग क्षेत्रलाई समेट्ने गरी हामीले यो आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएका छौँ। यो नीति तथा कार्यक्रमले हामीलाई विश्वास छ सबै नागरिकको मन छुनेछ। हामीले सबै नागरिकलाई सम्बोधन हुने गरी यो समृद्ध ज्वालामुखी बनाउने अभियानमा लागेका छौँ। हामीले ल्याएका नीति कार्यक्रमहरू सबै बुद्धिजीवीहरू, सबै क्षेत्र वर्गका समूहहरूसँग छलफल गरेर, आम नागरिकसँग छलफल गरेर नीति तथा कार्यक्रम सकेसम्म सभ्य र भव्य तरिकाबाट ज्वालामुखी गाउँपालिकालाई समुन्नत बनाउने गरी नीति तथा कार्यक्रम ल्याएका छौँ। हामीले हामीसँग भएका सीमित स्रोत र साधनलाई प्रयोग गर्दा फेरि सकेसम्म सबैलाई मिलाएर ज्वालामुखी गाउँपालिका समृद्ध बनाउनु पर्नेछ। हामीसँग 4वटा अन्तर्प्रदेशीय सडकहरू छन्। यी 4वटै सडकहरूलाई कालोपत्रे गर्नुपर्ने आजको चुनौती रहेको छ। ज्वालामुखी गाउँपालिकाका प्रशासनिक भवन सम्पन्न गर्नुपर्नेछ। प्रत्येक नागरिकको घरमा सुरक्षित खानेपानी पुर्याउनु पर्नेछ र टोल बस्तीमा गएका शाखा सडकहरू, कृषि सडकहरू 12 महिना चल्ने गरी व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै हामीसँग रहेका पर्यटकीय स्थलहरूमा बाह्य क्षेत्रबाट पनि पर्यटकहरू आउन सक्ने र आन्तरिक पर्यटकहरूलाई पनि आकर्षण गरी हामीले आम्दानीको स्रोत बढाउनु पर्नेछ। हाम्रा गाउँपालिकाभित्र भएका आम्दानीका स्रोतहरूलाई एकीकृत गरेर राजस्व सङ्कलन गर्दै यसै गाउँपालिकाको विकास गर्नलाई हामीले खर्च गर्नुपर्नेछ। यी सबै क्षेत्रलाई समेट्ने गरी हामीले नीति तथा कार्यक्रम ल्याउनलाई जमर्को गरेका छौँ। अघिल्ला आर्थिक वर्षहरूमा ल्याएका नीति तथा कार्यक्रमहरूलाई जहाँ कमजोरी भएको छ त्यसलाई सच्याउने, जो राम्रो छ त्यसलाई निरन्तर दिने गरी हामीले कार्यक्रमहरू लिएर आएका छौँ। मलाई आशा छ, विश्वास छ कि हामीले ल्याएका नीति तथा कार्यक्रमहरूलाई लागू गर्नका निम्ति प्रत्येक जनप्रतिनिधि साथीहरूले आफ्नो तह र तब्काबाट काम गर्नुहुने नै छ। हामीले ल्याएका नीति तथा कार्यक्रम र हामीले प्रक्षेपित गरेका बजेटलाई कार्यान्वयन गर्नका निम्ति राष्ट्र सेवक कर्मचारीहरूबाट यो 3 वर्षीय कार्यकालमा जुन तह र तब्काबाट तपाईँहरूले निरन्तर सहयोग गर्नुभयो, यो आर्थिक वर्षमा पनि तपाईँहरूले त्यो कार्यान्वयन गर्नका निम्ति कार्यालयको तर्फबाट कर्मचारी साथीहरू
साथीहरूले सहयोग गर्नुहुनेछ भन्ने म आशा गर्दछु। सबैभन्दा पहिला यो 3 वर्षे कार्यकालमा कर्मचारी साथीहरूले जनप्रतिनिधिले ल्याएको बजेटलाई कार्यान्वयन गर्नका निम्ति जुन तपाईहरुले सहयोग गर्नुभयो, तपाईहरुलाई सिङ्गो ज्वालामुखी गाउँपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी दिनमा पनि तपाईहरुको निरन्तर सहयोगको अपेक्षा गर्दछु। जनप्रतिनिधि साथीहरूले आफ्नो टोल बस्ती गाउँमा समृद्ध ज्वालामुखी बनाउनका निम्ति जुन तह र तबकाबाट काम गरिरहनु भएको छ, अझ परिष्कृत भएर विशेष गरेर दलित वर्गहरू, अपाङ्गहरू, जो समाजमा कमजोर वर्गहरू हुन्छ, त्यो कमजोर वर्गहरूको मागलाई सम्बोधन गर्ने आगामी कार्यक्रमहरूमा लागू गर्नका निम्ति तपाईहरु अहोरात्र रूपमा लाग्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं, विश्वास गरेका छौं। हामीलाई जनताले बडो विश्वासका साथ 5 वर्ष समृद्ध ज्वालामुखी बनाउन र विशेष गरेर ज्वालामुखीका प्रत्येक नागरिकहरू सरकारको तर्फबाट उपेक्षित छैन, प्रत्येक नागरिकहरू सरकारबाट दिनुपर्ने सेवाबाट वञ्चित छैन भन्ने अनुभूति दिने गरी काम गर्नु परेको छ। यो 3 वर्षमा हामीले त्यो मन छुने गरी काम गरेका छौं। अब बाँकी भएको 2 वर्षमा पनि हामीले प्रत्येक नागरिकको आवाजलाई सम्बोधन हुने गरी विकास निर्माण कामहरू गर्नुपर्ने छ। हामीसँग असीमित योजनाहरूको माग भएको छ, हामीसँग जनताले असीमित अपेक्षाहरू राख्नु भएको छ, तर सकेसम्म हामीले हाम्रो स्रोत र साधनले भएसम्म समृद्ध ज्वालामुखी समूह ज्वालामुखी बनाउनका निम्ति योजनाहरू तयार गरेका छौं। यो योजनाले पक्कै पनि यो आर्थिक वर्षमा गएको 3 आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनाहरू सम्पन्न हुनेछन् र समृद्ध ज्वालामुखी बनाउने एउटा खाका कोर्नेछ। त्यति भन्दै म यहाँ उपस्थित हुनुभएका आदरणीय वडाध्यक्षज्यूहरू, गाउँपालिकाका कार्यपालिका सदस्य साथीहरू, गाउँसभाका सदस्यज्यूहरू, राष्ट्र सेवक कर्मचारीहरू, सुरक्षाकर्मी साथीहरू र ज्वालामुखी गाउँपालिकाको यो गाउँसभालाई हेर्न निहाल्न, हाम्रो नीति तथा कार्यक्रमको बजेटलाई निहाल्न पाल्नुहुने पत्रकार साथीहरूलाई विशेष आभार व्यक्त गर्दै धन्यवाद गर्दै हामी अर्को चरणको कार्यक्रममा प्रवेश गर्ने अनुमति दिँदै यो पहिलो चरणको कार्यक्रम यही समाप्त भएको घोषणा गर्छु। धन्यवाद, नमस्कार।